र 1 नम्बर ट्याङ्कीको अगाडि चाहिँ यस्तो रहेछ यो 3 नम्बर ट्याङ्की 2 नम्बर सोर्स 2 नम्बर सोर्सको चाहिँ पानी चाहिँ यसरी आउँदो रहेछ हेर्नुहोस् है। र यो चाहिँ 4 नम्बर ट्याङ्की 4 नम्बर ट्याङ्कीको मुनि चाहिँ यस्तो छ हेर्नुहोस्, सिधै झरेको भने सिधै तल मुनि चाहिँ भिर, माथिबाट चाहिँ बाटो छ है। र नमस्ते सम्पूर्ण मेरो भिडियो हेरिदिने दाजुभाइ दिदीबहिनीलाई है। र आज भने चाहिँ हामी हाम्रो यो हर घर जल योजनाको चाहिँ हाइडेनमा चाहिँ आज खानेपानी झार्नेको लागि आज हामी है गाउँबाट 1-2 जना सहयोग गर्नुहुने हाम्रो बडा बाजे काका सबैजना निक्लिनु भएको छ। र त्यही भएर आज हामी खानेपानीको मनमा जाँदैछु है। र बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है। खानेपानीको मनमा जुन जाने बाटो छ त्यो बाटो चाहिँ एकदमै अप्ठ्यारो छ। र हेर्दै गर्नुहोस् ल है, तपाईँहरूलाई यहाँको बाटोको यसो उयोहरू पनि देखाउनु हेर्छु है त। र यस्तो छ है बाटो चाहिँ, एकजना तल आउनुहुँदैछ, एकदमै अप्ठ्यारो, एकदमै कालो भिरमा हिँडेर यसरी जानुपर्छ है। र खानेपानीको लागि गाउँमा एकदमै दुःख भएको कारणले गर्दाखेरि चाहिँ हामीले एउटा श्रमदान भनौँ है, एउटा श्रमदान गर्दैछौँ हामी। र एकदमै माथि भएको कारणले गर्दाखेरि चाहिँ सबैजना त निक्लिदिनु भएन है। र पनि हामी केही यस्तै 6-7 जना चाहिँ हामी अहिले निक्लिएर जाँदैछौँ। र बाटो भने यस्तो छ है, यहाँनिर चाहिँ बाजेर पछाडिले चाहिँ पाइप लिएर जानुहुँदैछ। यस्तो छ बाटो चाहिँ है। पाइपको कति छ त्यो पाइपको? 12-15 केजी लामो भएर झन् बेसी लाग्छ नि। अलिकति उयो ब्यालेन्स मिलाउनु पऱ्यो नि त बोक्दा ओर्दा। यस्तो छ है बाटो चाहिँ, बाटो चाहिँ यस्तो छ। र यहाँ चाहिँ अब जुगा उयो गराइ हुँदैछ है। र यस्तो उकालो चाहिँ लगेर जानुपर्ने रहेछ पाइपलाई चाहिँ है। यस्तो ओह्रालो छ भिर चाहिँ, यस्तो भिरबाट उकालो पाइप लिएर यसो हिँड्नुपर्छ है। र 1 नम्बर ट्याङ्कीको अगाडि चाहिँ यस्तो रहेछ जाने यो फर्स्ट जम 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 यस्तो छ बाटो चाहिँ फेरि जुम त भन्दैछ ऊ ए यताबाट रहेछ नि त खास बाटो त। जुम 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 यस्तै छ आजको उयो चाहिँ। गएको नि हो हामीले है। हम्बो यस्तो छ नि त जग्गा चाहिँ एकदम। र अहिले भने चाहिँ खानेपानीको चाहिँ हामीले चाहिँ यहाँनिर यो त कति नम्बर ट्याङ्की अरे?
यो 3 नम्बर ट्याङ्कीमा चाहिँ साफसफाइ हुँदैछ है र 3 नम्बर ट्याङ्कीमा आउने बाटो त अघि तपाईँले देखिहाल्नुभयो कतिको चाहिँ अप्ठ्यारो छ है र यहाँ काका बडा हामी 3जनाले चाहिँ ट्याङ्की सफाइ हुँदैछ है र अरूले चाहिँ वहाँनिर पाइप जोड्दै हुनुहुन्छ बडा पनि हुनुहुन्छ बडालाई कस्तो लाग्यो बडा आज आएर बाटो कस्तो लाग्यो अप्ठ्यारो साथी हो यो पानी त एकदम महत्त्वपूर्ण छ होसियारले खानुपर्छ एकदम कन्ट्रोल गरेर एकदम यो पलाकोहरू पनि देखा चोखो ढुङ्गा चेपबाट पानी चाहिँ ढुङ्गाको चेपबाट यसरी यो प्योर पानी एकदम ढुङ्गाको चेपबाट रहेछ आज म यही हेर्नु आएको खोलाको हाले कि मोर हाल्ने भनेको त होइन प्योर ढुङ्गाको रहेछ पानी एकदमै राम्रो उम्रिँदो रहेछ चेकको लागि आएको है आज चेकको लागि आएको ठिक रहेछ र यहाँबाट चाहिँ पाइप यसरी रहेछ अब चाहिँ अर्को 2 नम्बर ट्याङ्की है काका 4 नम्बर 4 नम्बर ट्याङ्की चाहिँ यो पाइप देख्दै हुनुहुन्छ त्यहाँनिर जानुपर्छ त्यहाँ गएर चाहिँ म हजुरहरूलाई फेरि देखाउने छु है र अहिले यो ट्याङ्की साफसफाइ भयो र अब अर्को ट्याङ्की जानुपर्छ है र यो चाहिँ 4 नम्बर ट्याङ्की 4 नम्बर ट्याङ्कीको मुनि चाहिँ यस्तो छ हेर्नुहोस् सिधै झरेको भने सिधै तल पानी फेरि उता देखाइदिए एकदमै मूल देखाइदिए मूल सफा गरेर माथि र यो पानी चाहिँ यसरी यसरी है मजाले उम्रिएर आएको छ त्यहीबाट चाहिँ एकदमै प्योर पानी चाहिँ यो तपाईँको ढुङ्गाको चेपबाट पलाएको पानी हो है एकदम प्योर पानी प्योर पानी त हामीले साफसफाइ हुँदैछ है बडाले चाहिँ अहिले साफसफाइ अभियान चल्दैछ यहाँ साफसफाइ पुरा आज यसरी चाहिँ मैला चाहिँ ह्याकिङ भन्ने चाहिँ भोलि किन पाइपहरू बुचिँदैन है तर यो दामी रहेछ है उयो के भयो ठिक जग्गामा रहेछ पानी बग्ने मैला गयो नि ट्याङ्की चाहिँ एकदमै सफा भइसक्यो अब त सो अब अर्को ट्याङ्की चाहिँ कहाँ सिधै तल है अब योबाट पानी क्लियर गरेर उठाउँदै हो हजुर तल अहिले काम गरेर जानुपर्छ ए हुन्छ हुन्छ हाम्रो त्यो एउटा अब चाहिँ यहाँनिर चाहिँ जोडा हुँदैछ है सकेट हाल्नु न सकेट के हुँदैन अहिले भने चाहिँ गलेर अलिकति विश्राम भइरहेको छ है र सबैजनाले लाउँदैछ यताबाट चाहिँ हामीले जोडेर है मजाले उयो गरिरहेको छौँ यस्तै छ है हेर्दै गर्नुहोस् होला है अहिले सानो रेसिपी पनि लिएको भएर राम्रो हुन्छ यसले बोल्थ्यो चलो राखो यहाँ थापा र यो चाहिँ कति नम्बर यो
2 नम्बर 2 नम्बर सोर्स 2 नम्बर सोर्सको चाहिँ पानी चाहिँ यसरी आउँदो रहेछ हेर्नुहोस् है छैन माथि केही छैन खोल्चा सोल्चा केही छैन तर पानी चाहिँ यसरी भित्रबाट पलाएको भन्नु भित्रभित्र ढुङ्गाबाट त पानी आएको रहेछ यमाथि केही छैन न उयो छ खोल्चा छ न के छ तर पानी चाहिँ उम्रिरहेको है यसको लागि ढल यहाँ फिटेको लाग्दा ढलै कहाँनिर अरे अब यो यहाँ फिटेको यो हिस्ट्री हुन्छ तपाईँको यो ढुङ्गा फिटेको त्यहाँ फिटेर त्यहाँ पुऱ्याउनु पर्यो हैट खतरा हो त्यो भिरबाट चाहिँ हामी चाहिँ भर्खर चप्पल लाएर आएछ नि त बाजे सानो चिप्लिँदैन हेर्को खिच्यो हेर्को बिस्तारै म त यो पानी खासमा त मन परेको कि यो पानी नानी यो ढुङ्गा ढुङ्गाकै होइन र यस्तै गरेर अब प्रायः सक्यो है कनेक्सन अब माथि गर्नुपर्छ एक जग्गा त्यहाँदेखि तल ट्याङ्कीमा जोडेपछि चाहिँ त्यहाँदेखि खानेपानी हाम्रो ठुलो ट्याङ्कीमा झर्छ है त कनेक्सन बाटो त यस्तो छ है साथीभाइहरू बाटो त यस्तो छ कसै यो लोकिदिनुहुन्छ मुनि चाहिँ भिर माथिबाट त बाटो छ है र यस्तो दुःख गर्नु पर्दैछ हो त्यसको लागि माथिबाट ढुङ्गा झर्ने डर हुन्छ एकदमै अप्ठ्यारो छ बाटो छ है उफ गल्यो ल अब चाहिँ लास्ट कनेक्सन 1 नम्बर 2 नम्बरको पानी यत्रो छ अन्त पानी हुनु सक्नुहुन्छ है एकदम खानेपानी प्युर र आज पानीमा सघाउनु हुने है हाम्रो बडा हुनुहुन्छ हेलो भनिदिनुहोस् न बडा हेलो भाइ ल काका हुनुहुन्छ यस्तै तरिकाले हेलो यहाँ अङ्कल हुनुहुन्छ है बडा पनि हुनुहुन्छ र उसै हाम्रो यहाँ बाजे हुनुहुन्छ है र बाजेले नै भन्नुभएको सबैजनालाई र यहाँ हाम्रो त यहाँ 2 जना चाहिँ मिस्त्री पानीको है र अहिले भने चाहिँ यहाँ ट्याङ्की साफसफाइ गरिसकेर त है र पानी झरिसकेको छ हाम्रो खानेपानी दुईवटा सोर्सबाट आएको र यो चाहिँ एउटा सोर्स हो अलिकति त्यो सोर्स चाहिँ भइएको छैन है त्यो भएर पानी एकदमै प्युर पानी है हजुरहरूले आँखा चिम गरेर खान सक्नुहुनेछ र अब चाहिँ सबैले खानेपानी हरेक घरको हाइडेनमा खानेपानी झर्ने छ है आजदेखि चाहिँ र आज यो काम सफल गर्नुमा चाहिँ यहाँ सबैजनाको हात हो है मिस्त्री बाबुको पनि हो तलको पनि सफा गर्नुपर्छ खोलेर अब ठुलो ट्याङ्की अस्ति सफा गरेँ
अन्त खोलाको पानी नै पसेको छ ड्याममै त अहिले त्यसलाई अहिले गएर वासआउट खोलिदिउँ अहिले भने चाहिँ सब काम सकेर पानी सानी झारेर पनि आइपुग्यो है।